जे भयो। समझाइरहेको अवस्थामा केही समूहले जेनजी युवा पुस्तामाथि आक्रमण गरेको छ। ती गुण्डाहरूलाई भोलि 10 बजेसम्म समातेन भनी, प्रहरीले थुनेन भनी मध्य प्रदेश नै एकजुट भएर सडकमा आउनेछ। उहाँले चाहिँ एग्रेसिभ गराउनु भयो हैन, उहाँले चाहिँ जानी गराउनु भएको छ। बाराको सिमरा क्षेत्र बिहिबार पनि तनावग्रस्त बनेको छ। बिहानदेखि भएको प्रदर्शनमा प्रहरी र जेनजी बीच मुठभेड समेत भयो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर तथा अश्रु ग्यास समेत प्रहार गरेको थियो। बुधबार एमाले कार्यकर्ताले जेनजी युवाहरूमाथि कुटपिट गरेका थिए। एमाले कार्यकर्ताको